आज चाहिँ हाम्रो सानो छोटो हाइक टेबल माउन्टेनमा। मम्मीले किन झोला त्यसरी बोक्नु भयो? यति हिँड्दै गर्नुभयो? माथि त कति होचो देखिने थियो त्यो यो आकाश कुनै पहाड त आज यहाँ टेबल माउन्टेन जाँदै गरेको अवस्था समठारो खालको उकालो रहेछ। आम्मै सास बढेर है हैरान। आधा घन्टा जस्तो भइसक्यो, पुगेको छैन अझै माथि। यो चाहिँ गोल्डन सहरा है, हेर्दा लाग्छ रहर गोल्डन सहरा। सास बढ्यो। मेरो छोरा चाहिँ ऊ त्यो टुप्पीमा बाबासँग छ। यो चाहिँ नि टेबल माउन्टेनको टुप्पोमा हो। यो चाहिँ नि बच्चाहरूसँग अलिकति हिँड्न नसक्ने मान्छेहरू हुनुहुन्छ भने चाहिँ यो एकदमै इजी हाइक छ है, गाह्रो छैन, सजिलो छ, नजिकै छ, फेरि हाइवेबाट पनि एकदमै नजिकै छ है। इट्स भेरी ब्युटिफुल। पर पर बोल्डरतिर पनि देखिन्छ। हाम्रो सानो टी ब्रेक। अनि हामीलाई चाहिँ जहाँ जाँदा पनि स्पेसली मलाई चिया चाहिँ बोक्नै पर्छ है, सकिन्जेलसम्म। चिया चाहिँ मेरो फेभरेट नै हो। अनि चिसो वेदरमा तातो चिया चाहिँ नि खानु मिठो हुन्छ। हाई लन। Good job, छोरा। Elon, look at here. Wave your hand. चढ्दैछ है, देख्नु चाहिँ देख्नुहुन्छ कि हुँदैन तल। अनि यो चाहिँ हामी टुप्पोमा आइपुगेको। एलनले चाहिँ मम्मीलाई गाइड गरेको रे, मम्मी डराउनु भएर। पर देखिएको चाहिँ डेनभर सहर हो है।